Hello ladies and gentlemen, welcome back. This is me, Raj. After a long time पछि फेरि म यहाँलाई मेरो भिडियो लिएर आइसकेको छु। के छ तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु गाइज। यहाँनिर मैले एउटा काले मगरलाई भेटेको छु। काले मगर काले मगरलाई बोल्न जानु पर्यो। हेलो साथी, हाउ आर यु? आज धेरै पछि भिडियो गरेको थिएँ। ओइ गेम खेलेको कस्तो गेम छ अहिले? कसो 0 एउटा 1 रहेछ। ल फुटबल हेरिरहेको छ है, तपाईँहरू चाहिँ कसको सपोर्ट हुनुहुन्छ प्लिज कमेन्टमा गर्नु होला। गोल 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 ओए आउट भयो। त्यसपालिको गेममा तिमी कस्तो सपोर्ट हो? अर्जेन्टिना। अर्जेन्टिनाले अलिक असम्म कति कति गोल हाल्यो? कतिवटा गेम भयो अर्जेन्टिनाको? दुई गेम भयो। कस्तो कस्तोसँग थियो? बिस्यो हाम्रो साथीले चाहिँ अर्जेन्टिनाको सपोर्ट थियो अरे। अब यसपालि फिफा वर्ल्ड कप 2026 को कप अर्जेन्टिनाले उचाल्छ। कसले उचाल्छ त नि? उचाल्नु त अब पोर्चुगलले उचाल्थ्यो हुन्थ्यो। अर्जेन्टिनाको। ल तिमी चाहिँ कसको हो? म फ्रान्सको सपोर्टर। एम्बापे एम्बापे खतरा लाग्छ मलाई चाहिँ। वर्ल्ड कप चाहिँ कसले जित्यो हुन्थ्यो? वर्ल्ड कप फ्रान्सले जित्छ जस्तो लाग्छ मलाई। मलाई चाहिँ रोनाल्डोले योपालि वर्ल्ड कप जित्यो हुन्थ्यो भन्ने भयो। रोनाल्डोले अस्ति रोनाल्डोको गेम हेऱ्यो? कस्तो लाग्यो? अलि बुढो भइसक्यो अब। अनि हाम्रो नेपाल चाहिँ कहिले पार्टिसिपेट होला जस्तो छ त वर्ल्ड कपमा? यो शताब्दीमा हुने। यो शताब्दी म खतरा धेरै कसको के आनन्द आइ एकजना गोल हान्दैला क्या फेरि। गोल हो त यो गरे सेलिब्रेसन गराउनु। ल नगरे यहाँ गोल हानेछ त्यो खतरा है। ल कहाँ गोल हान्यो? हान्नु कि धन्न हानेको। ए हानेको गराउ त तिमी यार सपोर्टर मान्छे। त्यहाँ यहाँ ड्युटी गर्ने ठाउँ आएर अनि कति बज्यो? हाम्रो भात हेर न फ्रिजमा छ। हो हाम्रो चाहिँ भात यसरी फ्रिजमा राख्छ, म अहिले खान्छु। यो गनाउँछ उनीहरूलाई स्माइल आउँछ नि त अहिले। गर्मी छ गाइस। ल भिडियो नबनाऊ क्या, ड्रेसमा आएर भिडियो बनाऊ। रोक्यो दामी रोक्यो क्या हो। ल अहिले चाहिँ खजुर देखाएको छु। हेर्नु खजुर पाकेर लठाउनु छ। यो चाहिँ खजुरको बोट हो। यो खजुरको बोट हो। यो खाएपछि एनर्जी बढ्छ। एनर्जी बढेपछि मायालुकै याद आउँछ जो छ। अनि यो खजुरमा चाहिँ के छ, लुगा लगाइदिएको छ क्या। यो लुगा लगाइदिएपछि तल झर्दैन, त्यहीँ बस्छ। त्यसपछि खानु मिठो हुन्छ। यो चाहिँ एकदम फिमेल होइन, फिमेल हो अरे। यो चाहिँ खजुर चाहिँ फिमेल चाहिँ फल्छ अरे। अनि होइन भाले चाहिँ फाल्दैन अरे क्या, मेल चाहिँ फाल्दैन अरे। अनि यो खजुर खाएपछि के हुन्छ, मायालुको याद आउँछ। लाखेर म चाहिँ माथि जाँदैछु गाइजहरू। मेरो काम गर्ने ठाउँमा चाहिँ यस्तो छ होइन। तपाईँको के छ, कुन चाहिँ हुन्छ? अनि खाजा खानुभयो कि नाइ? खाना खानुभयो कि नाइ? मेरो चाहिँ ड्युटी सुरु भइसकेको छ है त गाइजहरू। घन्टाडा त्यहाँ चाहिँ मेरो साथी आएर चाहिँ होइन खाजा खुलाउ मलाई पनि भन्नु पऱ्यो क्या, मेरो राइडर साथी। गुड मर्निङ फ्रेन्ड, हाउ आर यु? के को ल्याङ हो? खतरा ह्यान्सी देखाएको त हो। कपाल के हो यस्तो? खतरा कपाल फाल्दो रहेछ। नेचुरल हो। के छ साथी? गुड मर्निङ है। चिया खाना छैन यो सेक्युरिटी गार्ड। आज छुट्टी हो क्या? सेक्युरिटी आज छुट्टी हो। सन्डे छुट्टी हो क्या? आज सन्डे हो र आज सन्डे छुट्टी हो। भनेको ब्ल्याक टी भनेको ब्ल्याक टी पाउन्डर रे। अनि खरक जिन्दगीमा तपाईँले लाउनु लाफा एउटा चिया खानु म तिर्दिन्छु नि त आज। हुन्छ पैसा के म दिन्छु क्या आज भन्ने त्यो खालको सोचै छैन। म दिन्छु क्या। ल बस्नु आउँछ। पाउनु भन्दा नि तँ यहाँ म बाउने हो अनि होइन साथी। सङ्गत गरेर हुन त पैसा चिन्दैन नि होला। त्यस्तो होइन, मसँग छँदै छैन अहिले। मेरो वास्तविक सुनाउँछु मेरो कथा। अनि एक दिन आफ्नो हुन्छ नि वास्तविक। म एक दिन मेरो कथा सुनाउँछु अनि रुन्छ मजाले आफू एक दिन आफू।
आँसु धर्दै रुमाल ल्यायो भने चाहिँ मेरो कथा सुनाउँछु मैले यहाँ दुबईमा भोगेको पीडाहरू पनि आउँदैन र टिस्यु लिएर फोकै टिस्यु लिएर बसिन्छ कि हेर न अर्डर त्यही दिएको छ यही दिएको छ फेरि यही दिएको नउडाइदियो म त उठाउँदै उठाउँछु त्यस्तै अर्डर दिएपछि कुन जान्छ अनसन 2 AM यार फोनै उठाउँदैन हामी चिया खाँदैछौँ रिङ बजाउनु हाम्रो बिहानको ब्रेकफास्ट आयो होइन म चाहिँ यसो खाजा खाइदिन्छु सब चाहिने तपाईँले दिने 12 लग्यो ल ढुक्क 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 ल मात्रै होइन फेरि यहाँ फेरि भिडियोले फेरि अहिले पोस्ट हुन्छ फेरि अर्को भिडियो बनाएर खाने के हो यस्तो यस्तै पिज्जा के खाए यो खानु ल मात्रै खान्छु कि खास मलाई खान मन थिएन म त कालो चिया खान्छु भने दुध चिया ल्याइदिन्छु फेरि आज खाएँ थोरै भोलिपल्ट चाहिँ केही खानु लास्ट म जहिले पनि त्यही भन्छु अम्मै होइन जुठो हाले त मैले अम्मै जुठो हाले बिहानको खाजा खायो होइन अब कति बेला भात खान्छ त नि पोल्देर खाने हो भात कस्टमरले दिनु भात खाएर जाऊ आज भन्दैन नेपालमा त नेपाल हो के भन्दैन है भात खाने पैसा त लिएर जाऊ टिप्स भन्छ होला नि त नि भन्छ त्यस्तो भात खाने पैसा लिएर जाऊ भनेर मैले आज कन्टेन्ट पाएँ मेरो केटाहरूसँग मैले भिडियो अपलोड गरेको थिएन कि केही कन्टेन्ट थिएन भगर ए मस ब्लगर मिठो छ के खाएको शर्मा होइन आलु आलु र अन्डा रेडी भयो होला अन्त गाउँमा त पोता रोटी खान्थ्यो यसरी कोदोको रोटी त बेस्ट हो नि तायोमा क्या तायोमा हालेर त्यो त अनि जाडोमा चाहिँ खान्छ कोदो रोटी त अनि त्यसमा घिउ हाल्ने भिडियो खाने भए आउनु हामी लगिदिन्छौँ अँ खर्च तपाईँको लाने दिनमा होइन ढिँडो उयसमै पाउँछ हामीले क्यामै पाउँछ नेपाली त्यहाँ त लड्की हो नि फेरि नेपाली पुरै टिकेर देखाएर दिन्छ दिन्छ ढिँडो धेरै रुच्छ क्या त्यसो हुँदा लाल बिहान चिया खायो दुध चिया आउने 3 बजेतिर पनि नै नसक्ने है अहिले बरु गर्मी हुँदैन छल्टी त्यो 2-3 बजीतिर चाहिने अब त्यो तर गाडी आएन त त्यहाँ गर्मी महिनाको लागि त्यहाँ बस्नुको लागि गाडी आएको छैन देखेको छैन मैले अहिले त्यही साइडमा छ त करिमले किट्टाको अँ त यताहरूको आएन त्यो हाम्रो कहाँ आउँछ बढ्दैन नि अनि दिउँसो त घाम झर्कोमा यहीँ आएर बस्दै हुन्छ क्या पछाडिपट्टि सोफा छ त राइडरहरूलाई हेर्छ अलि धबाएको धबै गर्छ यो सेक्युरिटी कामै छैन म त अब फेरि बिचरा नाच्यो माथिको आदेश हो माथिबाट फेरि गोरु धुलाइयो ल थ्याङ्क यू सो मच गाइज मेरो भिडियो हेरिदिनु भएकोमा है मलाई माया गरिदिनु भएकोमा प्लिज मेरो सब्सक्राइब एकदम कम छ मेरो सब्सक्राइब चाहिँ अलिक बढाइदिनु होला है सब्सक्राइब कम भयो भने के हुन्छ मेरो भिडियो आउँदैन तपाईँहरूले हेर्न पाउनुहुन्न अनि मेरो लाइक कमेन्ट सेयर गर्न भने नबिर्सिनु होला हस् त धन्यवाद